करिश्माजीसँग मैले खेलेको पहिला उहाँको सिनेमा त धेरै हेरेको मैले, सपनादेखि लिएर उहाँको फर्स्ट फिल्मदेखि लिएर सबै हेर्दै आएको। अनि मलाई एकदमै उहाँको त्यो सुन्दरताले, आफ्नो उमेर पनि त्यही थियो हेर्नुहोस् होइन, त्यतिखेर आफू एक्टर पनि भइएको थिएन। अनि त्यो सुन्दरताले एकदम आकर्षित गर्थ्यो मलाई, उहाँको सुन्दरताले। कस्तो राम्रो हेर्ने। क्रिस्टीजी त्यस्तै भयो, गौरीजीको अभिनय देखेर म एकदम छक्क पर्थेँ कि। अनि पछि आफू एक्टर भइयो, एक्टर भएपछि दोस्रो फिल्ममै म उहाँसँग जोडिन पाएँ। पहिलो फिल्म विजय पराजय गरेँ, त्यसपछि मनकामना। अनि मैले धेरैचोटि भन्ने गरेको छु, म आफ्नो सुटिङ नभए पनि सिर्फ करिश्माजीलाई हेर्न जान्थेँ। उहाँले गरेको अभिनय, उहाँको त्यो सौन्दर्य, अभिनय त अलिअलि बुझ्ने भइसकेको थिएँ म पनि, किनभने नाटक स्टेज पुरै फाडेर आइसकेको थिएँ मैले, टेलिभिजन फाडेर आइसकेको थिएँ, गर्न केही पनि बाँकी थिएन। र पनि त्यो उहाँको सुन्दरता हेर्नलाई मेरो आज हामी आउटडोर जान्थ्यौँ प्रायः सुटिङ गर्न, होटेलमै बसिराखे पनि हुन्थ्यो, तर म उहाँलाई हेर्न जान्थेँ।